ल साथीहरु हामी चाहिँ मन्दिर उताबाट आउँदा त चिनिन्थ्यो यताबाट आउँदा त घर। हेलो एभ्रिवान वेलकम बैक टू माई चैनल। स्वागत छ सबैजनालाई मेरो नयाँ भिडियोमा। नयाँ दिन नयाँ भिडियोको साथमा फेरि पनि उपस्थित भइसके साथीहरु। आफ्टर लङ टाइम पछि म चाहिँ धेरै लामो समयपछि फेरि पनि सानो भिडियो लिएर उपस्थित भएको छु साथीहरु। भिडियो पनि अन्तिमसम्म हेरेर माया गरिदिनु होला। मैले चाहिँ समय मिल्दा सबैजनाको भिडियो हेरिरहेको छु र सँगसँगै पनि मेरो भिडियो पनि हेरेर साथ दिनु होला साथीहरु। म चाहिँ रेगुलर भिडियो लिएर आउन सकिरहेको छैन आजभोलि चाहिँ। म चाहिँ समय मिल्दा यसो टक्क भिडियो लिएर आइरहेको छु। भिडियो पनि हेर्दै जानु होला, माया गरिदिनु होला सँगसँगै साथीहरु। आज चाहिँ म मन्दिर जाँदैछु भन्दा पनि अब हाम्रो पूजाआजा गर्न त हुँदैन, पूजाआजा गर्न हुँदैन। त्यही पनि मैले चाहिँ सधैँ पहिलेदेखि साउन बारिराख्ने भएर अनि साउनमा बारेको थिएँ नि त। अनि व्रतहरू बसेको थिएँ। अब मन्दिर पूजाआजा नगरे नि यत्तिकै व्रत बस्ने गरेको थिएँ। अनि त्यसैले आज चाहिँ अब साउनको अन्तिम सोमबार, त्यसैले आज चाहिँ म साउनको अन्तिम सोमबार आज चाहिँ म मन्दिर गएर अनि केही सामानहरू बुझाएर आउँछु भनेर अनि मन्दिर जान रेडी भएको छु। सामानहरू लिएर मन्दिर गएर छोडेर आउने छु। भिडियो पनि अन्तिमसम्म हेर्नु होला। ल साथीहरु के हुन्छ के ल साथीहरु मैले चाहिँ यति सामान यहाँ रेडी गरिसकेको छु। यो चाहिँ चामल फलफुलहरू अनि तरकारीहरू सबै यति सामानहरू रेडी गरेको छु। अब म दुध लिन जान्छु। अलिकति मलाई खासमा चाहिँ मलाई दुध दिने मन हो। अब यहाँ चाहिँ यति सबै सामान रेडी गरेँ। अब चाहिँ म दुध लिन जान्छु। र साथीहरु म चाहिँ हिँडेँ। अब यहाँ झोलामा यत्रो सामान बोकेर अब चाहिँ दुध लिएर जान्छु अनि दुध किन्छु अनि त्यसपछि लाग्छु। भिडियो पनि हेर्दै जानु। र साथीहरु आएँ यहाँ दुध पनि यहीबाट लैजानु के सिधै जाँदैछौँ। टक्क लाएर अब मन्दिर आयौँ हामी। अब चाहिँ हामी पूजाआजा गर्नतिर त हुन्न, एकचोटि गएर त्यहाँ सोधपुछ गरेर बुझेर अनि त्यसपछि हामी बुझाएर अनि फर्किन्छौँ। हामी चाहिँ प्रवेश गऱ्यौँ। ओम नमः शिवाय भन्दै पूजा गर्न आउनुभएकोहरू पनि यही काट्नुभएछ। हामी चाहिँ लाग्दैछौँ मन्दिरमा। कस्तो राम्रो देखेको यहाँ पुरा पूजा गर्न। यहाँ चाहिँ भजन कीर्तन छ अरे के 12 बजेपछि। यहाँ चाहिँ फोटो खिच्ने अफर आयो। साथीहरु हामी चाहिँ आइपुग्यौँ यहाँ आएर अब चाहिँ हामी यहाँ सोधपुछ गर्छौँ अनि यसो बुझेर अनि त्यसपछि दिएर अनि जान्छौँ। त्यहाँ बहिनीले फोटो खिचिदिँदैछु नि यता। ल साथीहरु हामीले चाहिँ हाम्रो बुझाउनु पर्ने सरसामान बुझायो। ओम नमः शिवाय ओम नमः शिवाय भन्दै हाम्रा मनोकामना पुरा होस् भन्दै हामीले चाहिँ हामीलाई बुझाउन पर्ने सबै सामान जति बुझायौँ सबै बुझाएर अब चाहिँ हामी घर फर्किँदैछौँ। अब के गर्ने पूजाआजा गर्न त हुन्न, त्यही पनि यसो फुल प्रसाद छोडौँ भनेर अब हिँड्दै जान्छ होला नि अन्त। अब चाहिँ हामी हिँड्दै जाँदैछौँ। भाउजू कहाँ पसेर जाउँ 100 पस्छौँ अनि त्यसपछि यता भाउजू घरतिर पस्छौँ। यहाँ चाहिँ नजिकै हुनुहुन्छ भाउजू, पुष्प भाउजू कहाँ पस्छौँ अनि भाउजू कहाँ पसेर अनि त्यसपछि हामी फेरि लाग्छौँ। हामी कहाँ जाने हो राम्रो जानुहुन्न त्यतापछि मन्दिर होइन क्या माथि त
त्यो मन्दिर छ छैन र तर त्यहाँबाट माथितिर जाने ठाउँ छ कस्तो राम्रो सिडीहरूबाट जाने ठाउँ छ कि घुम्ने ठाउँ छैनहरूपट्टि यहाँ गर्मी भयो घुम्ने ठाउँ गर्मी भयो अरे यसलाई चाहिँ यो चाहिँ घर जान आँट्यो ल हामी चाहिँ लाग्यौँ साथीहरू अब चाहिँ ल अब के हुन्छ अब हामी कहाँ जाने अरे फेरि हामी डेल्टा डेल्टा यसको ड्रेस लिन जान आज हामी ड्रेस बिना स्कुल गइरहेँ अब चाहिँ हामी डेल्टा जान्छौँ बोजूको घर जान लाग्यो उताबाट आउँदा त चिनिन्थ्यो यताबाट आउँदा त घर नचिन्यो हामी खोजिरहनु खोइ त्यो त होइन क्या हो उताबाट आउँदा चाहिँ चिनिन्छ यताबाट आउँदा चाहिँ हामीले अलि मेसो पाएनौँ कि तलतिरबाट आउँदा त्यही पनि हामी खोज्ने कार्य जारी छ हामी खोज्ने कार्य जारी छ हामी खोजेरै जान्छौँ भेट भएरै जान्छौँ यता आउँदै त यसो पसम्न भनेर बाटो हेरेको झन्डै चाहिँ मान्छेले गोबर पुच्छे पल्लोमा हो र ल बर्बाद त यहाँ भाउजू भेट्न भन्दै आएको त यहाँ त भाउजूले त यहाँ है त भाउजूको होटेल अनि भाउजूको होटेल सोध्नै खोज्दै आएको त यहाँ पुग्छ कि उठ्दैन भाउजूको फोन के कस्तो हुन्छ हेलो नमस्कार नमस्कार सन्चै हुनुहुन्छ हजुर सन्चै तपाईँ सन्चै हुनुहुन्छ मम्मी सन्चै हुनु लाग्यो नि बाबा भाउजू ए सबै सन्चै तपाईँ फेरि कता हो र हो म यता परेको के अरे अलि यता ल साथीहरू हामी चाहिँ भाउजू खोज्दै खोज्दै बल्ल भाउजू पत्ता लाग्यो अब हामी चाहिँ पुग्छ भाउजू छिम साथीहरू हामी चाहिँ यहाँ जुस खान लाग्यो बरु खानुहुन्न भाउजू कहाँ बसेर चिया समोसा खाएर बहिनीले चिया र समोसा खाएँ मैले चाहिँ चिया मात्र खाएर अनि आएँ मैले चाहिँ हामी जुस खान लाग्यौँ अब खाएर घर पुग्छौँ तर कहाँ पुग्छौँ